हेलो साथीहरु नमस्ते। हामी चाहिँ अब फ्राइडे मार्केटतिर आएको छ। यहाँनिर हेर्नुहोस् के खानेकुराहरू पाउँछ तपाईहरुलाई हामी सबै देखाउने छौं आजको फ्राइडे मार्केटमा। यो चाहिँ एकदम उखु पेलेर पुरै पानी पानी बनाएर पानी बेचिरहेको छ। खानेकुराहरू सबै यहाँ मार्केटमा मासु पोल्ने के पोल्ने हाम्रो गरिबीको ब्रान्डेड लुगाहरू ब्रान्डेड कपडाहरू। यो चाहिँ हामी गरिबीको अनेक हुन्छ थरी थरीको हुन्छ। ल हेर्नुहोस् खाली खानेकुरा मात्रै हुन्छ। ल हेर्नु लो माछा पो रहेछ यार यहाँ त। माछा पनि बेच्दो रहेछ यार। हेर्नुहोस् यहाँ लुगा के सबै खानेकुराहरू सबै हेर्नुहोस्। आजको फ्राइडे मार्केट यस्तै छ साथीहरू। ल हेर्नुलाई हाम्रो रामेश्वर सर चाहिँ केरा झुन्ड्याएको देखेर पुरा केरा झुन्ड्याएको छ भन्छ। यो केरा झुन्ड्याउनुको कारण चाहिँ के हो रामेश्वर सर भन्न त? जहाँ पनि जनै ठाउँ पनि केरा झुन्ड्याएको हुन्छ। सिमल तरुल पनि बेच्दो रहेछ यहाँ। अर्ग्यानिक चिटिक नानीको लुगाहरू लर्नलाई कस्तो सानो नानीको लुगा चिटिक बेबीहरूको लुगा लर्नुहोस्। ठुलो बेबीको होइन सानो बेबीहरूको लुगा। त्यसका बाजेको यहाँ चाहिँ झोला रहेछ खालि भिर्ने ब्याग झोला भिरेर त्यसका बाजेको अर्काको बुढीलाई चाहिँ जारी तिरेर भने जस्तै त्यसका बाजेको लानुलाई खालि खानेकुराहरू छ। आलुको आइटमहरू पनि केहरू छ। कालो के हो यो? कोदोको रोटी जस्तो छ त। अनि यता जाने हो सर? कति राम्रो फुल पनि रहेछ। ल हेर्नु चटक्कै परेको फुलहरू। यो ल हेर्नुहोस् यस्तो दामी फुल। यो के फुल भन्छ यो फुलको नाम के होला? दामी फुलेको रहेछ फुल चाहिँ। तर ल हेर्नुहोस् आजको मार्केट यस्तै छ साथीहरू। आमा ल हेर्नुहोस् बेबी डलहरू पनि रहेछ। के को गेडाहरू हो यो? पुरै गेडाहरू पो पोल्दो रहेछ त यार। तुर्लुङ यी सबै हाम्रो गरिबीको ब्रान्डेड मालहरू चाहिँ यतै सबै अन्डरब्रेयरहरू सबै मोजादेखि लिएर सब कुराहरू ल्याउँछ। यहाँ चाहिँ औँठीहरू पनि घडीहरू केहरू सबै रहेछ। हेर्नु होला साथीहरू। ल हेर्नु होला सबै खानेकुराहरू मात्रै पाउँछ नि फ्राइडे मार्केटमा चाहिँ। आजको फ्राइडे मार्केट के को लेड हो यत्रो लामो हत्तेरीको महँगो पर्दो रहेछ। ल हेर्नुहोस् केराहरू के हो के हेरेको? सातु बरा द्वारेंगे लिमा प्रोसेन हो त्यही हो। यो माछाको आइटमहरू सबै चाहिँ माछा सबै कस्तो आइटमको माछाहरू रहेछ हौ।
ल जाऊ त कपडा हेर्न जाऊ न के कपडा के किन्ने त कपडा किन्नुपर्छ नि यार ल साथीहरु हामी चाहिँ अब गरिबीको के भन्छ ब्रान्डेड कपडा पाउने ठाउँमा आयो हाम्रो गरिबीको एकदम ब्रान्डेड गुचीको कपडाहरू किन्छ अब यहाँ हामी चाहिँ गुचीको कपडाहरू चाहिँ गरिबीको हाम्रो ब्रान्डेड ल हेर्नुहोस् पर्दाहरू सबै यो लिमा रिङ्गेटको बाराङ सबै लिमा रिङ्गेटको लुगाहरू ल हेर्नुहोस् ल हेर्नु होला साथीहरू यो सबै कम्बल सम्बल सब छ ल हेर्नुहोस् हाम्रो केटाहरू सबैले केटाहरू दामी कपडा हेर दामी कपडा भान्जा कपडा के छ कपडा कस्तो छ राम्रो छ हेर्नुपर्छ है ल सबैजनाले एकदम राम्रो हुन्छ कपडाहरू चाहिँ ब्रान्डेड कपडा हुन्छ ल हेर्नुहोस् खतरा हामीलाई त चल्छ काम गर्ने मान्छेलाई यस्तो त्यही पनि कम्बर त कति हो फेरि 30 को पो रहेछ 30 को कम्बर हो भन्दा कतिको कम्बर चाहिएको 31 चाहियो रामेश्वर कहाँ गयो ओ रामेश्वर कपडा हेर न कपडा कति साइज हो सर 33 32 33 हेर त त्यो भतीले उठाएको त चाहिँ दामी छ मलाई लाग्ने रहेछ 35 हो खै 34 यता मलाई खिच त म ट्राई गरौँ हजुर ठिक छ पर्फेक्ट छ कलर पनि राम्रै छ कलर राम्रो छ है टक्क मिल्छ टक्क मिल्छ हाम्रो गरिबीको मान्छेहरुको ब्रान्डेड कपडा यता भने हैन हजुर काम गर्नको लागि के चाहियो है सागर दाइ कोही पनि ठुलै छ हो ठीक छ पैसाले गर्ने पनि पकेट छौ त सानो पकेट छ सारै सानो रहेछ नि त भयो भाइ धेरै खिच्यो तिमीले अब लुगा त ठिकै रहेछ तर के गर्नु अलिकति कम्बर ठुलो भयो के को दाग हो भतिज त्यो दाग जान्छ हो राम्रो छ त्यो कपडा त मैले हेर्दाखेरि त दामी देख्यो तल पनि छ अलिकति मैला काम गर्नको लागि राम्रो हो है ल पैसा पनि पायो यार यस्तो भाग्य हुनु पर्यो हेर मजा आउँछ नि ल त्यही 5 रुपियाँ पाइहाल्यो त्यो निकालिहाल न अहिले हेर्छ चुपचाप राख न त्यहाँ हेर्छ यो मान्छे त भागीमानी पो रहेछ त यार ल हेर्नुहोस् यहाँको मार्केट रहेछ लाग्छ ल हेर्नुहोस् कपडाको मार्केटहरू होइन यहाँ चाहिँ सबले काम गर्नको लागि कपडा हेर्छ यहाँ चाहिँ काम गर्ने कपडाहरू पाइन्छ 5 रुपियाँमा हाम्रो लागि त यही ठिक छ अब ब्रान्डेड कपडा छ कम्ता ब्रान्डेड कपडाहरू छ यस्तो खालको थोपडालाई चाहिँ फेरि यस्तै ब्रान्डेड कपडा यस्तै हुन्छ कि यस्तै ल हेर्नुले थोपडा सुहाउँदो ब्रान्डेड कपडा भनेको यही हो पूरा मैले आता है यार ये डांड में कितना है यार आवाज भी थोड़ी देना हमारा 32 है यार कहाँ रहल तो दुकान बाहर का बा पुरै साउन्ड में हाल्नु हुन्छ कि गाना लगाएर पुरै साउन्डमा नि ओरिजिनल हो नि त हामी चाहिँ ब्रान्डेड मान्छे हो अन्त त्यही त भनेको हाम्रो लागि ब्रान्डेड भनेको यही हो यी है इनका हो जाई ना पता हो लगा के बहुत छिरबिरवा हो बहुत छिरबिरवा
भतिजियो मलाई ठिकाउँछ हेर त्यो कम्बर 32 को ठिक हुन्छ साइज पनि ठिकै छ पर्फेक्ट छ यो लिएर हुन्छ यो भतिजीको तपाईँको दोकान हो यसमा आँट्छ आउँदैन नि त कपडा त दामी दामी छ तर के गर्नु यार पकेट पनि ठुलै छ हो फाइनली एउटा रोजियो ठिक छ यो काम गर्नको लागि त्यसका अब आजको ल काम गर्नको लागि एउटा चाहिँ लियो अब चाहिँ अब किन्नु पर्यो यार यो पनि अब ₹5 को माल ल है साथीहरु ल अंकल ल हाम्रो केटाले भने अब कति 6 महिना जान्छ हैन ल साथीहरु हामीले चाहिँ ल हामीले चाहिँ ल साथीहरु किन अब चाहिँ हामी जान्छौं कहाँ गयो रामेश्वर ल साथीहरु बाइ बाइ आजको लागि यति नै छ धन्यवाद।